हेलो गाइस, आज चाहिँ हामी म र बुढो चाहिँ मल छर्दैछौँ। अब मकै छरेर मकै खानु पर्यो नि त। अनि हामी चाहिँ आज मल छर्दैछौँ बुढो र म चाहिँ। बुढो मल छर्दा अनि कस्तो फिलिङ्स आइरहेछ त? दुःख यस्तो गर्नुपर्छ देख्यौ, बिहे गरे म यस्तो बिहे गरेपछि कस्तो दुःख पायौ? दुःख गर्ने भनेर आएको हो नि त। दुःखमा खुसी छ त? खुसी छ। दुःख चाहिँ गर्नु परोस् तर दुःख गरे अनुसार खुसी पनि होस् भन्ने। अब दुईजनामा खुसी भएर दुःख गरियो भने त मजा आउँछ नि त दुःख गर्न नि, हैन? दुःख गरे पनि खासै त्यस्तो लाग्दैन। दुईजना साथमा भएर सँगै दुःख गर्दा त खासै त्यस्तो हुँदैन। साथमा नहुँदाखेरि चाहिँ अलिक कस्तो लाग्दो रहेछ मन, हैन? अब जन्म दिने आमा पनि साथमा नरहेछ कि बुढो पनि साथमा नहुँदाखेरि अलिक कस्तो लाग्दो रहेछ कि बुढो साथमा भएपछि त मन पनि बुझ्छ अलिक, हैन? अनि अब 1 वर्षको लागि चाहिँ हामीले मल छर्यौँ। अब त अर्को साल मात्रै पर्छ नि त। अब पुसमा, अर्को साल पुसमा मात्रै हो नि त फेरि। अब अनि त्यही भएर हामी चाहिँ अनि आजै अब 1 वर्षको लागि चाहिँ ढोक पुरा गर्ने, सोख पुरा गर्ने, हैन? मल छर्ने सोख हो नि। अनि अब 1 वर्षको लागि चाहिँ मल छर्ने। दिउँसो चाहिँ अब जोत्ने। अहिले चाहिँ मल छरेको भर्खरै स्टार्ट गरिरहेछौँ। अब